ल लागम आज फाइनली मान्छे देख्यो तल घरमा बस्ने जान लागेको हो भने त्यो हामीलाई जिलङ जान लागेको जिलङ जाने आज आज चाहिँ जिलङमा चाहिँ हामी रमाइलो दृश्यहरू हेर्न जान लागेको रमाइलै छ ल जाउँ we are all ready अलरेडी क्यामेरा चाहिँ आज मैले फर्स्ट टाइम चलाएको यो त्यही भएर फुटेजहरू तल माथि दायाँ बायाँ देख्या होला अहिले मिलाउँदै जान्छु म अल द वे अब यो गाडी हाम्रो भनेको एकैचोटि दसैँमा सफा हुन्छ विश्वकर्मा पूजामा होइन भोलि हुन्छ झ्याप विश्वकर्मा पूजामा हाम्रो गाडी सफा गर्ने प्लान छ है अहिले हुँदैन मम्मी आज हामी कहाँ जान लाग्यो रे चिलन होइन जिलोङ अब यो फर्स्ट टाइम क्यामेरा चलाएको यसको फुटेज के कस्तो आउँछ मलाई पनि थाहा छैन राम्रो छ 1 लाखको क्यामेरा नराम्रो आउने कुरा जबरजस्ती पनि राम्रो बनाउनु पर्ने देखियो ठिक छ ल त्यही हेर्दै गरौँ यहाँ फेस म यो फेस ट्र्याक चाहिँ इनेबल गरेर रहेछ यो अजमो 3 अजमो 3 DJI आज हामी 3 ट्यागबाट भ्लग बनाउँदै छौं हैन 3 ट्याग यो मैले फेस इनेबल गरेछु मलाई मात्र देखिन सक्छ मैले अब एकछिनपछि फेस राम्रो छु भनेर आफुलाई मात्रै देखाएको होइन यस्तो क्यामेराको फिचर हेर्नु जो राम्रो छ त्यसलाई समाते छ नि होइन होला हो ल होइन जो राम्रो छ अटोमेटिकली थाहा पाउँछ यसले अनि समाज हेर्नु ल म जहाँ गएँ त्यहाँ हेरेर छ नि हो यस्तो भयो तीनजना आउँदैन भिडियोमा गाह्रो छ अहिले म प्रयास चाहिँ गर्छु है त ल अब जाउँ 1 घन्टा 1.5 घन्टा लाग्ला यहाँबाट आज हामी जिलोङ जाने अनि त्यहाँ चाहिँ फन टाइम गर्नुपर्छ है त गजब मेरो देखिया छ त परिहाल्यो त्यो मम्मीलाई हेरौँ त मम्मीलाई नि बडा राम्रो देखिया छ त हाई भनिदिनु ल मम्मी ल ड्याडी हाई भनिदिनु अब हामी कहाँ जाँदैछौँ रे ड्याडी अहिले अब जिलङ जाँदैछ कहाँ जाँदैछौँ रे मम्मी जिलोङ जिलोङ जाने हो नि त होइन त सर जिलोङ हो कि जिसुकुमेल हो कि थाहा भएन मलाई जिलोङ जाने अब जिलोङ नखुलेको आकाश खुलेर आयो जस्तो भएछ नि त ल हामी कहाँ पुग्यो रे बिच बाटो अब चाहिँ हामी ब्यालराट जाने बाटोमा छौँ कहाँ अरे म्याकडोना होइन म्याकडोनल्ड्स म्याकडोनल्ड्स म्याकडोनल्ड्समा केही खाएर अनि चाहिँ जाने अझै 1 घन्टा छ नि त कहाँ रे मम्मी जिलोङ कि जिलन जिलङ जिलोङ ल अब चाहिँ माइकमा खिचेको छ राम्रो आउनु पर्ने हो यो माइक पनि फर्स्ट टाइम टेस्ट ड्राइभ हो अब यहाँ खाम यो म्याकडोनल्ड्स भनेको चाहिँ लगभग पब्लिक टोइलेट पनि हो क्या टोइलेट जान पाइन्छ आनन्दले अनि अब यो चिल्ड्रेन बच्चाहरू खेल्ने ठाउँ भनौँ न यो अब म्याकडोनल्ड्समा यस्तो हुन्छ अलग अलग आउने क्या पकाएको चिजहरूको हो भिन्दै सेड आउने क्या प्रायः जसो सबै फ्राई गरे हो नि त मिठो सेड नआउने मिठो सेड यता फोकस यता है कसैलाई मिठो सेन्ट आएन अर्कै सेड नआउँछ क्या कसैलाई केको स्वाद मिठो लाग्छ कसैलाई के हो यस्तो मिठो स्वाद आयो अर्को मसलाको आउँछ कि यहाँ हो र मसलै हाल्दैन नि यहाँ खास ल आज चाहिँ मसला नहालेको केही खाऊँ अनि थाहा हुन्छ है त ल हामी अहिले स्न्याक्स मात्र खाने हो नि त होइन स्न्याक्समा अब के छ त सानो बर्गर छ ऱ्याप छ फ्राइज एउटा खानेकुरो भएको थियो होइन फ्राइज भनेको चिप्स भइहाल्यो यहाँ थिच्न पाइयो अब एउटा स्मल नै गरौँ अहिले ल होइन अनि अरू के खान मिल्छ भनेर यसो हेरौँ चिकन खाने हो त चिकन गरौँ चिकन आइटम ओन्ली गरौँ अनि सस फ्रीमै रहेछ सस सबै लगभग भनेपछि हामीलाई कुन सस राम्रो हुन्छ यो खाइदिउँ न त अनि एड टु अर्डर गरौँ है अब एडेड भयो ओके ल अब प्रोसेसिङ हुँदैछ होइन ल अप्रुभ भयो अब हाम्रो अर्डर नम्बर आउँछ निकालौँ अब कुर्ने अब तिनीहरूले बोलाउँछ हाम्रो अर्डर नम्बर अनि जाने खानेकुरा ल्याउने कति छ हाम्रो अर्डर नम्बर नम्बर भनेको चाहिँ 117 अब 117 भन्छ तिनीहरूले अनि ज्याउने खाने मिठाई छ खै यो चिकन मिठाई हो त अनि खोइ देखाउँदै यहाँ मिठाई हो त यो पकौडा नि होइन आलु चिप्स नि अनि यहाँ त उही पकौडा जस्तो छ जम्मा 2टा कुरा मगाएको यो पकौडा जस्तै हुन्छ तर मिठो छ यो खारै हो नि त ल ससहरु छ म त ससमा डुबाएर खाम त ल
आलु चाहिँ थोरै दिएछ है साँच्चै भने खोइ देखाउँदै क्यामेरामा सतहरको त्यहाँ ठग्यो ए झोला मात्रै धेरै दिँदा मम्मीहरू पनि आलु न यो थोरै नै दिएको हो कि अब हजुर खानु भने दिन्छु पछाडि हामीलाई भयो मम्मीलाई लिनु 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 थाहा हो भयो सससँग छोपेर खाऊँ न यसमा यो यसरी खाने हो क्या झ्याप्प लाएर मिठो मम्मी यो खानु त पकौडा खाइरहनु भएर खाइरहेको छु कस्तो छ यो चाहिँ मिठै रहेछ है हो र यो के को यो ताजा अचार चाहिँ चिकन हो कि कुखुराको हो त हेर त कुखुरा हो कि चिकन हो पिठो हो यो पिठो 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 पिठाको पिठो त होइन पिठो कि मिठो मिठो रहेछ यो पिठो होइन यो अलिक ठिकै राम्रै चिज रहेछ अचार त खै पुदिना नि बसाउँदैन धनिया नि बसाउँदैन ए धनिया र पुदिनाको अचार हाल्नु पर्यो भनेर म्याकडोनल्ड्सलाई सजेसन दिने हो त हामीहरू सबै ठिक छ तर अचार चाहिँ पुदिनाको बनाउनु पर्यो होइन त पुदिना कि धनिया ठिक होला पुदिना धनिया बाबरी अनि के अरे पुदिना भने त बाबारी त पुदिना हो नि त्यो अचार धेरै नखाउँ नखाऊ पुदिना पनि छैन यसले स्वास्थ्यलाई राम्रो नगर्ला होइन अलिकति त्यति बाँकी फालिदिउँ उहाँ आलु छ आलु खानु मम्मीलाई ल अब हामीले लगभग 1 लट खाइहाल्यो ल यो बाटोमा होइन हामी अनि अब जाने 2 घन्टाको बाटो कस्तो हुँदो रहेछ त रमाइलो भइरहेछ रमाइलो भइरहेछ डेढले पनि यता भ्लगिङ गर्दै हुनुहुन्छ होइन लाइक फादर लाइक सन होइन डेढले त भ्लगिङ गर्दै हुनुहुन्छ अर्को भ्लगर यहाँ हुनुहुन्छ मम्मी भएन ब्लगर जस भ्लगरको कमी छैन हाम्रो फ्यामिलीमा कस्तो रहेछ रे गार्डन एकदम राम्रो गार्डन एकदमै राम्रो राम्रो तर हामीलाई स्क्याम भयो नि होइन होइन स्क्याम भएको कहाँ गएको रे हामी जिलङ भनेर बेलाराट लिएर आएछु मैले मान्छे स्क्याम त भयो नि अलि भएन तर बालाट नै राम्रो रहेछ होइन राम्रो ठाउँ पर्यो नि त झन्। यति राम्रो रामलाई फेरि रोजहरू बोटालिन गार्डन अहिले देखाउने घडी रे अहिले होइन अब घामलाई हामी पनि अहिले यो यस्तो छ नि अहिले कति बजे 5 बजे भनेर यसको पनि यहाँ 5 बजे यसरी हाम्रो हेर्दा यसको अहिले छाया कति गइरहेको छ त्यतैतिर गइरहेको होला ए यसको छाया कता पर्छ त्यो अनुसार टाइम हेर्ने अनुसारले हो कि नेपालको गोदावरी हो कि कहाँको नेपालको गोदावरी नेपालको हाम्रो ललितपुरको गोदावरी जस्तै। यो चाहिँ अब यहाँको गोदावरी हो। कस्तो रहेछ त गार्डन एकदम राम्रो रहेछ यो त यहाँ त हामीले यस्तो त कहीँ देखेकै छैन एकदम नेचुरल फुल सबै एकदम राम्रो रहेछ ओरिजिनलै रहेछ यो फुल कति राम्रो गरेको यो त यो ठाउँ मन पर्यो एकदम साह्रै मन पर्यो हामीलाई हो र असाध्यै मन पर्यो फुल यहाँको फुल मन पर्यो सबै कुरो बाहिरको उता पोखरीहरू पानीहरू राम्रो गाडी मान्छेहरू घुम्न नआएका मान्छेहरू झन्न छन् यो ठाउँ ठिक रहेछ एकदम ठिक रहेछ यो ल फुल हेर्नु न कस्तो राम्रो राम्रो फुलहरू यो फुल त एकदमै नेचुरल फुल यो कुनै बनावटी फुलै होइन आफै फुलेको आफै फुलेको यो फुल ओरिजिनल हो को हाँस्छ हाँस नि होइन कस्तो रहेछ त अनि गार्डन एकदम राम्रो भने भन्दा धेरै राम्रो मन पर्यो आज चाहिँ आज चाहिँ एकदमै मन पर्यो घुम्ने ठाउँ ल ठिक छ जिलङ भनेर बालाराट ल्याए पनि केही कम्प्लेन छैन नि
त्यहाँभन्दा यहाँ राम्रो त्यहाँ जङ्गल थियो होला जङ्गल छैन त्यहाँ त्यहाँनिर सहरै हो यसलाई कस्तो लाग्यो एकदम राम्रो रमाइलो लाग्यो राम्रो छ राम्रो रहेछ यो अस्ट्रेलियाको यो गार्डन चाहिँ साह्रै मन पर्यो अस्ट्रेलिया भन्दा यो कहाँ हो यो ठाउँको नाम के हो भन्नु त बालाराट बालाराटको गार्डन चाहिँ मन पर्यो मलाई चाहिँ यो फुल बगैँचाहरू मनपर्छ कि फुल बगैँचा मनपर्छ ठिक छ ल ठिक छ फुल बगैँचा भएको ठाउँमा जानु पर्यो है त आज यहाँ आएको चाहिँ बेस्ट ठाउँ आइएछ राम्रो ठाउँ आइएछ त्यही त मान्छेहरू कति सबैजना यसमा चाहिँ आइरहेछन् सबैजना घुम्ने ठाउँ चाहिँ यी माथिहरू माथि माथि झुना खाइन्छन् फुलहरू सबै घुम्ने ठाउँ चाहिँ यो रहेछ डन्ट टच भनेछ ऊ त्यहाँ डन्ट टच भनेर फुल नछोइदिनु एकजनालाई जिलोङ भनेर बाहिर लिएर आएँ तर बडा असम आइडिया अनि यहाँ चाहिँ अञ्जनाले लिएर आएको हो अनि यो ठाउँको नाम चाहिँ के भन्छ यहाँ अञ्जनाले लिएर आएको तर अञ्जनालाई पनि थाहा थिएन यो ठाउँ चाहिँ होइन ठाउँको नाम के हो बालराट बोटानिकल गार्डन यहाँबाट माथि उभिन्छ त्यसो त आयो अब खाने त्यो चाहिँ ड्रिङ्केबल वाटर नै हो खान मिल्छ यसरी डाइरेक्ट खानै त्यसरी हो त खाने चाहिँ त्यसरी नै हो त्यो रुखमा चाहिँ क्या धेरै चमेरा रहेछ चमेरा देखि चाहिँ देख्दैन ऊ त्यो सबै चमेराहरू हो ऊ त्यहाँनिर झुन्डेको सबै कस्तो मजाले झुन्डेको हो नि यो रुखमा चाहिँ यसरी हेऱ्यो भने देख्छ ल हाम्रो नेपालको गोदावरी बोटानिकल गार्डन ड्याडी यो चाहिँ हजुरलाई अहिलेसम्म घुमेको ठाउँ मध्येमा कस्तो लाग्यो अलिक डिफ्रेन्ट लाग्यो सबैभन्दा बेस्ट ठाउँ मम्मी हजुरलाई कस्तो लाग्यो बहिनीलाई अहिलेसम्म सबैभन्दा घुमेको ठाउँ कस्तो लाग्यो भन्ने कि थाहा छ हजुरलाई को होला त यसो अनुहार हेर्दा ठ्याक्कै नाक हेर्दा को जस्तो लाग्यो हजुरलाई होइन यो चाहिँ हाम्रो अस्ट्रेलियाको माधव प्रसाद घिमिरे हो यहाँ माधव प्रसाद घिमिरे भनेर लेखेको छ नाक पनि त्यस्तै छ घिमिरेको जस्तो अब यहाँ चाहिँ बोटानिकल गार्डन घुमिसक्यो हामी दामी बवाल बालाराट बोटानिकल गार्डन भन्ने हो यो अब चाहिँ हामी जान्छौँ लेकमा जस्ट अपोजिट टु दिस लेक छ एकदमै राम्रो रहेछ अब चाहिँ म सबै टोलीलाई लिएर चाहिँ लेक साइड लाँदैछु होइन प्रोबेबली मिल्यो भने हामी त्यहाँ बोटिङ गर्छौँ मिलेन भने सनसेट हेर्छौँ त्यही हो ल अब चाहिँ हामी लेकमा आइपुग्यो यस्तो दामी लेक रहेछ यहाँ ठ्याक्कै अपोजिट टु बालाराट बोटानिकल गार्डन अनि इफ यु गाइज आर प्लानिङ फर अ डे आउट बवाल हुन्छ जस्तो बालाराटमा अरू पनि छ थुप्रै घुम्ने ठाउँ तर यो गार्डनमा अनि त्यसपछिबाट अपोजिट टु गार्डन देयर इज अ ब्युटिफुल लेक अहिले हावा चलिरहेछ अब कस्तो आइरहेछ साउन्ड चाहिँ मलाई थाहा भएन बट लुक्स ब्युटिफुल जाडो भएको छ कि छैन च्याउ हो त भर्खर उम्रेको च्याउ रहेछ च्याउ पटपट फुटेर उम्रिरहेको कोही हेर्दै आज के भन्दा यही च्याउ लगाएर पकाएर खाने हो त माछा फुट्दै थियो हो र यो चाहिँ अर्कै किसिमको होला फ्रेस नै छ हुन्छ त्यो धेरै तल गहिराइमा गएको हुन्छ त्यो खानु चाहिँ हुँदैन होइन हाम्रो त्यो दियोले च्याउ त खान्छौँ हामी ल्याएर खान्छौँ यो हेर्नु न के हो त्यो हामी चिन्दैनौँ भर्खरै ल निस्किँदैन छ ल हो ऊ त्यहाँ रहेछ हो हुन्छ निस्कि छोडिदिनु आफै निस्किँदैन यसलाई नेचुरली यहाँ पनि निस्किरहेछ यी हो रहेछ यो निस्केछ यहाँ यसले माटो उछाल्यो यहाँ ए टन्नै हो त रहेछ यहाँ निस्क्यो थपै खान्छ यहाँ निस्क्यो ठिक छ अहिले एकछिन फेरि हेरौँ न थाहा भइहाल्छ नि पहाडमा पनि जङ्गलमा असार साउनको बेलामा यसरी निस्किन्छ यो तलबाट आफै निस्किँदै रहेछ ल च्याउ यसरी निस्किँदैछ ब्रस्ट भएर निस्किँदो रहेछ आफै निस्क्यो यो अहिले भर्खर निस्क्यो यो भर्खरै निस्केको च्याउहरू रहेछन् तर यो च्याउ खान हुँदैन भन्ने कुरा आयो के अरे गजब तरिकाले च्याउहरू निस्किरहेछ यो चाहिँ नेचुरली हुने कुरा रहेछ अब च्याउ हेरिसकेपछि अब सनसेट हेर्ने कुरा छ हाम्रो त्यसपछिबाट बाँकी कुरा हुन्छ यताबाट निस्किने थियो कि कतै छैन होला त्यो एक ठाउँमा मात्र झ्याप्प भेटेको रहेछ होइन त्यो पनि ठाउँ ठाउँमा जहाँ पायो निस्किँदैन नि त उनीहरूको
तल त्यो दिवलहरू के त्यो हुन्छ निस्किने ठाउँ अलिक चिसो ठाउँमा होला सायद ठिक चिसो छ ठाउँमा पनि अनि त्यो रुखको छेउछाउ हुने रहेछ क्या ए होला 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 अब अन्जना चाहिँ नेपाल जान लागेको रे होइन अनि त्यस उसको मम्मीले चाहिँ नेपाल जाने खुसीले गर्दा चाहिँ अहिले कुखुरा पालन भएको छ अरे अनि उसको चाहिँ नेपालको त्यो घर कि माइत रे कि होइन त माइत भने के हो उसलाई त थाहा रहन्छ भनेपछि अब के भन्नु माइत भन्दैन नि त माइती भन्छ नि त माइती त भन्छ होइन र माइती एउटै हो तर तिमा फोकस कुखुरामा होइन द होल पर्पस अफ सेयरिङ दिस इज माइत क्या माइत उसले चाहिँ माइत भने म सर्टकट हजुर माइत नाइस नाइस ल अब यहाँ घुम्दै गर्दा चाहिँ नेपाली छिमेकी भेटेको अवस्था त्यहाँबाट त्यसमा दाइनपट्टि जानु बाटो छिमेकी भेटेको अवस्था त्यो पानी ट्याङ्कीकै छ एकदम राम्रो हाम्रो पोखराको फेवाताल जस्तै जस्तै लाग्यो मलाई त त्यसको याद आयो अलिअलि ठुलै रहेछ अब उहाँको जस्तो त्यो के अरे यो डुङ्गाहरू यिनीहरू चाहिँ राखेर रहन्छ अहिले बन्द गरेर चाहिँ यो हावा लाएर हो कि मम्मी कस्तो लाग्यो त घुमेर आएको ठाउँ हजुरलाई राम्रो लाग्यो एकदम राम्रो लाग्यो एकदम राम्रो कहाँ घुमेर आएको ठाउँको नाम भनिदिनु नि त कहाँ रे बोटानिकल गार्डन बोटानिकल गार्डन बोटानिकल गार्डन बालाराट बोटानिकल गार्डन बालाराट बोटानिकल गार्डन माधव प्रसाद घिमिरे नि भेटिहाल्यो भेट्यो लक्ष्मी प्रसाद देवकोटा कृष्ण प्रसाद देवकोटानी भेट्यो सबै भेट्यो अब चाहिँ हाम्रो यहाँ घुमघाम सक्यो ल आजको हाम्रो बालाराटको घुमफिर चाहिँ सकियो हामी अनएक्सपेक्टेडली बालाराट आइपुग्यौँ जिलङ भनेर हिँडेको जिलङ लग्ने मान्छे चाहिँ उहाँ हो के भन्न चाहनुहुन्छ यसको बारेमा म चाहिँ अब जिलङ लग्छु भनेर सरी भन्न चाहनुहुन्छ सरी भन्न चाहन्छु होइन तर मैले झनै राम्रो ठाउँ लिएर आएर घुमाएँ हो कि म पनि भन्नु त बालाराट परेछ लेक साइड घुम्न पाइयो त्यसको लागि एकदम रमाइलो ठाउँमा आइयो एकदम रमाइलै भयो आजको घुमफिर एकदम गजब आजको घुमफिर एकदम गजब भयो अब चिसो चिसो पनि छ अब यहाँबाट यहाँबाट हामी 1 hour 45 minute लाग्छ अराउन्ड 2 घण्टा लाग्छ भनौँ 1 घण्टा 44 मिनटमा हामी घर पुग्छौँ अनि आराम साराम गरौँ आजलाई यति नै गरौँ है त ल बाई 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 अरे सम्पूर्ण साथीहरूले लाइक कमेन्ट शेयर गरिदिनु हुन अनुरोध गर्दछौँ ल भाइ धन्यवाद टाटा कफी बनाइदिनु